नमस्कार झ्या ब्रदर्सका वाचर्सहरू सबैजनालाई। आज फेरि अर्को भिडियो लिएर आएको छु म। आज चाहिँ हल्का सिम्पल भिडियो गरौँ हामी। अन्डा बनाउने स्क्रैम्बल्ड एग्स। अनि यो चाहिँ इन्स्पायर्ड फ्रम गोर्डन ऱ्याम्जी हिमसेल्फ, तर मेरो पनि एउटा सानो टच छ। अनि आज यो स्क्रैम्बल्ड एग्सको जर्नीमा एउटा नयाँ मान्छे हामीसँग आउनु भएको छ। द वान एन्ड ओन्ली द ग्रेट पियुष जोशी। नमस्कार सबैजनालाई। यस, केही भन्न चाहनुहुन्छ आज हाम्रो झ्याप भ्युअर्सहरूले? म चाहिँ एज अ ड्रिम कम ट्रु भइरहेछ होइन, झ्याप किचनमा रियल लाइफमा विटनेस गर्न पाएर लाइभ कुकिङ। अब कुक हान्न चाहिँ मलाई आउँछ, त्यो नआउने होइन, तर वान अफ द बेस्ट कुक्स मैले भेटेको पियुष जोशी। धेरै डिसहरू इन्भेन्ट गर्नुभएको छ, धेरै डिसहरू म इन्सपायर भएको छु पियुष जोशीबाटै। अब त्यसबाटै हामी आज स्क्रैम्बल्ड एग्सको रेसिपी पियुष जोशीबाट नि हेर्छौँ। अनि मेरो नि हल्का तरिकाहरू, हल्का एडभाइसहरू हालेर द बेस्ट स्क्रैम्बल्ड एग्स कसरी बनाउने भनेर हामी गर्छौँ है। र फर्स्ट पार्टहरू म हेरिदिन्छु, एकदमै सजिलो पार्टहरू होइन। अन्डा लिने हो अनि क्र्याक गर्ने सिधै। ओए होइन ह्याक हान्नुहुन्छ होइन, धेरै गाह्रो छैन जाने हो। यो गर्नु कि मलाई एक हातले गर्न आउँदैन नि, बुढाहरूले गर्नु त। तिमी गर, तिमीलाई पास गर्छु। गाह्रो काम चाहिँ म गर्छु, तिमीलाई सजिलो वाला काम गर्न दिन्छु क्या। पियुष जोशी एकदमै ट्यालेन्टेड हुन्छ नि, त्यही भएर यस्तो सानो सानो कामहरू दियो भने फेरि इन्सल्ट। अन्डा पास गर्ने गाह्रो काम गरिदिरहेको छु, सजिलो त्यो क्र्याक गर्ने चाहिँ यसले गर्छ। जब हजुरको अन्डा क्र्याक भइसकेको हुन्छ तब एउटा फोर्क लिएर, प्रोफेबली फोर्क लिएर स्टर हान्नु होला। बिस्तारै, यसमा चाहिँ स्किल्स चाहिन्छ। हजुर गर्नुहुन्छ? नै ठिक छ, मलाई आराम छ। बिस्तारै गर्नु, टाइम दिएरै गर्नु, किन भन्दाखेरि हतार केही छैन। टाइम चाहिँ हामीसँग कहाँ, भोलि म्याथको इक्जाम भएर। एज अ सेङ होइन, भोलि म्याथको इक्जाम भए पनि जिन्दगी चलिरहेको हुन्छ होइन। कतिवटा म्याथको इक्जाम दिनु पर्ला जिन्दगीमा। बिस्तारै गर्न टाइम लिएर गर्ने आफ्नो। हेर्नु हाम्रो अन्डा एकदमै राम्ररी घोलिएको छ। अनि एउटा कुरा नबिर्सिनु भन्दाखेरि नुन हाल्न नबिर्सिनु। म जस्ट बिर्सिनेवाला थिएँ यार, ठ्याक्क याद आयो। यति हाल्ने फर्स्टमा नुन हाल्दाखेरि चाहिँ राम्रो हुन्छ होइन अन्डामा, पछि भन्दा। किन भन्दाखेरि त्यो मोइस्चर सोकिन गर्छ त्यसले। अहिले हेर्नुहुन्छ हाम्रो अन्डा राम्रो पाकेको छ होइन। अब यो स्टेप पछि म चाहिँ होइन पियुष जोशीलाई मोस्ट अफ द कन्ट्रोल दिन्छु होइन। किनभने अब मेन यहाँ एक्सपर्टिज चाहिने काम चाहिँ अब आयो, त्यही भएर अब एक्सपर्टले गर्दा चाहिँ के गर्ने, ग्यास कसरी अन हुन्छ है। यो हल्का अन भएन के अब यो चाहिँ घिउ हल्का 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 घिउ चाहिन्छ। गाईको घिउ होइन। अनि के छ त पियुष जोशी हजुरको विचार जिन्दगीको बाधाहरू पार गर्नुमा? एकदम सजिलो होइन, जिन्दगी ओभर रेटेड हो। प्रब्लम्सहरू भन्ने ओभर रेटेड हो, यस्तो प्रब्लम्सहरू भन्ने कुरै हुँदैन। म यस्तो डिप कुरा गर्ने हुँदैन हो तिमी जस्तो। डिप कुरा गर्नु पर्दैन, जिन्दगीमा सबैको आफ्नै हुन्छ होइन। भ्युजहरू कसरी जाने, कसरी के गर्ने अन्त त्यो हुन्छ। एकदमै लो हिटमा छ। फर्स्टमा चाहिँ हामी एकदमै लो हिटमा ओइल कि त घिउलाई तताएर हामी अन्डालाई राखिहाल्नु लो हिटमै, धेरै तात्न दिनु हुँदैन। त्यसपछि स्क्रैम्बल्ड एग्स बिग्रिन्छ कि अनि हाल्ने बित्तिकै हामी चलाइहाल्ने। अनि यहाँको एक्सपर्ट चाहिँ हाल्ने बित्तिकै हाम्रो पियुष जोशीले देखाउनुहुन्छ होइन, चलाइराख्नुपर्छ होइन। नजान्ने चाहिँ होइन क्या, मैले एकदमै लो हिटमा लागेर मात्र हो। किन भन्दाखेरि लो हिटमा भएपछि त्यो कर्डल्सहरू फर्म हुन्छ। खासमा यसमा साइन्स छ कि केटा हो। यसलाई के भन्छ भन्दा
के भन्थ्यो यार त्यो कसले जोतिरहेको थियो मलाई यसमा एयर पकेट्सहरू फर्म हुन्छ क्या यो होइन लो हिटमा हिट अन अफ गरेर राख्दा त्यो चाहिँ किन हुन्छ भन्दा म नन साइन्स हो म भन्दैन त्यही भएर साइडको स्क्रेप गर्दै होइन एक्ज्याक्टली म त्यही गर्नेवाला थिएँ सबै कुरा भित्रमा राख्दै डुइन हो क्या हामी त कसम बिस्तारै चलाउँदै गर्ने होइन कर्डली मिक्सचर फर्म हुन्छ एउटा त्यो चाहिँ हामी बिस्तारै पकाउँछौँ बिस्तारै लो हिटमा किनभने जति बिस्तारै पाक्यो नि त्यति बिस्तारै त्यही भने एयर पकेट्सहरू फर्म हुन सकिन्छ हल्का बढाउनु हल्का घटाउनु ठिक छ गुड टेक्निक हजुर एकछिन ग्रेड्स हेर्दा चाहिँ हाउस हस्बेन्ड मटेरियल ट्रेनिङ दिनुपर्छ जस्तो त होइन त्यसको बिगिनिङहरू जस्तो लाग्छ अब हल्का पाकेपछि नि हाम्रो हल्का फर्म लिनु थालिसक्यो नि होइन अब के गर्ने भन्दाखेरि हो त यसमा हल्का के हाल्ने भन्दाखेरि मैले बनाएको हो यो दुध कि त बटर हाल्ने घिउ नहाल्ने घिउ हाल्यो भने तेल बढी हुन्छ ओइली हुन्छ होइन हामी वो मोस्ट प्रिफरेबली हामी मिल्क हाल्छौँ बन्द भयो त हो यो अब हामी हल्का दुध हाल्छौँ हल्का है फेरि त्यो चाहिँ बिहानको दुध हो होइन गाईको होला नि हल्का दुध ओए धेरै धेरै हाल्दै तिमीले होइन ठिक छ के हुन्छ भन्दाखेरि चाहिँ यसले त फर्म हुन्छ होइन अनि तपाईँहरूले सुन्नुभएको होला फर्म इज टेम्पररी क्लास इज पर्मानेन्ट भन्ने कुरा त्यो चाहिँ हो है एउटा हल्का किन भन्दा कहिलेकाहीँ आर्नवले मलाई मभन्दा बढी ऱ्याङ्क हानिदिन्छ त्यो स्कुलमा नभए मैले नै हो धेरै जस्तो जित्ने त एकदम यो जसको इन्टेलेक्ट म सरपास गर्न सक्दिनँ होइन एकचोटि यसले बढी ल्याएको भन्दा हजुरले अर्को एउटा राम्रो इन्ग्रिडियन्ट के देख्नुहुन्छ भन्दाखेरि पेपर कर्न्सहरू होइन यो चाहिँ के भन्दाखेरि नेपालीमा हामी मरिच भन्छौँ होइन तर मरिच चाहिँ हामी पिसिएकै लिन्छौँ होइन पिसिएको नलिनु पिसिएको भनेपछि त्यो अरोमा फ्लेभर्सहरू जान्छ यसको होइन हल्का लिनु मरिच धेरै लिनु पर्दैन धेरैवटा अनि सिम्पली हातैमा कि त काहीँ क्रस गर्नु ओए प्रोफेसनल यसरी होइन यसलाई चाहिँ सिलौटो भन्छ होइन भन्दैन यसलाई त्यो के भन्छ अरू के भन्छ सिलौटो त्यो ओखल भन्छ एउटा चम्चा जस्तो के लिएर यो पिसिएकोलाई हालिनु पियुष जोशी कहाँ जानु तपाईँहरूलाई एन्टरटेनमेन्ट चाहिन सक्छ त्यही भएर अब मैले यहाँ एन्टरटेनमेन्टको सोर्स ल्याक्स म्युजिक ट्यालेन्ट पनि छ हल्का हल्का होइन छैन है त्यो चाहिँ अब हजुर देख्न चाहनुहुन्छ देख्न सक्नुहुन्छ होइन हाम्रो क्यामेरा लेग्स ब्युटिफुली आएको छ नि होइन ब्युटिफुल भनेर मेरो गिटार प्लेइङलाई नदेखाउन होइन यो कन्सिस्टेन्सी एकदमै राम्रो छ होइन एग्सको साथमा कर्डल्सहरू भन्छ फ्लेभर पनि एकदमै धेरै छ यसमा हामीलाई चाहियो भने हल्का नुन हालिदिनु माथिबाट जस्ट फर फन होइन जस्ट फर टेस्ट धेरै होइन हाम्रो भ्युवर्सहरूलाई कस्तो लागिरहेको छ त पियुष जोशीको पर्फर्मेन्स प्लिज मलाई कमेन्टमा हेट नदिनु होला होइन किनभने अब हेट दिएर कामै छैन के
त्यो चाहिँ एकदमै सही कुरा भन्नुभयो पियुषले होइन। जिन्दगीमा हेट भन्ने कुरै काम पुरी सरलाई गर्न पाएको जस्टिफाइड छ होइन, मैले के बिगारिदिएको छु कसैले, मलाई त गर्न भएन नि त। ठिक छ, एकदम ठिक कुरा भन्नुभयो। हेर्न सक्नुहुन्छ झ्याप भ्युर्सहरू होइन, हाम्रो अन्डा कस्तो ब्युटिफुली आएको छ। लास्टमा हामी के भन्न चाहन्छौँ भन्दाखेरि पियुष जोशीले गर्दा हाम्रो राम्रो अन्डा बन्यो होइन, राम्रो सिङ्गर पनि होइन, सेफ कुक पनि, धेरैवटा ट्यालेन्ट्स बोकेको मान्छेसँग होइन। उनको पनि जिन्दगीमा त्यही भ्यू छ, हेट गरेर काम छैन, आफ्नै जिन्दगीमा बढ्नुपर्छ, आफ्नै कुरामा लाग्नुपर्छ, त्यही भने होइन, अरूहरूलाई नराम्रो गरेर कामै छैन। त्यसैले छैन साँच्ची गई भने। अब जहिले मै भन्छु आउटरुट्सहरू होइन, जहिले मै इन्सपिरेसनल कुराहरू हुन्छ। आज म पियुष जोशीलाई छोड्छु होइन, केही शब्दहरू भन्नलाई यो भिडियो एन्ड गर्नको लागि। केही आएन हो। म के भन्न चाहन्छु भन्दा ड्रिम्स डु कम ट्रु होइन, किनभने मैले तपाईँहरू जस्तै भिडियोमै देखेको यो किचन झ्याप किचन, तर रियल लाइफमा कहिले यहाँ पकाउन पाउँछु, यस्तो दामी यो स्टेज यस्तो लेजेन्डरी सेफसँग सेयर गर्न पाउँछु भन्ने चाहिँ मलाई कहिल्यै मैले इमेजिन नै गरेको छैन। तर आज मेरो ड्रिम कम ट्रु भयो होइन। त्यसै गरी तपाईँहरूले नि कुनै ड्रिम देख्नु भएको छ भने चाहिँ त्यो हुन्छ क्या, हल्का के अरे अप्टिमिस्टिक हुनुपर्छ। अनि त्यही हो, किप वर्किङ हार्ड अनि ड्रिम्स डु कम ट्रु। धन्यवाद पियुष जोशी यस्तो इन्सपिरेसनल तिम्रो रियाक्सन आउटरोको लागि। हुन्छ त ल, थ्याङ्क यू। ल सबैजनालाई झ्याप फ्यामिली किप कुकिङ किप क्रिएटिङ होइन। यस्तै धेरै मान्छेहरू आउँछ होइन, पियुष जोशीसँग पनि हामी धेरैवटा गर्नुभएको छौँ भिडियोजहरू। हजुरहरू पनि पकाइराख्नु होइन, लेट हिम कुक, अन्डाहरू बनाइराख्नु, टमेटो सुप बनाइराख्नु, जिन्दगीमा धेरै कुरा बनाउनु छ होइन, कहिले पनि नरोक्नु। त्यस्तो भन्दै धन्यवाद भिडियो हेरिदिएकोमा। लाइक सब्सक्राइब र सेयर गरिदिनु होला।